अब जस्तै यहाँ के भ्रम छरिएको छ भने त्यो सुशीला कार्की त्यो बालेन साहब यसको एजेन्ट इन्डियाको एजेन्ट अमेरिकाको एजेन्ट के एजेन्ट भनेर तपाईँहरूको भ्रम छरिएको छ। अब नेपालमा हेर्नुहुन्छ भने कुन चाहिँ एउटा नेता कुन चाहिँ एउटा पार्टी छ जसलाई एजेन्ट नभनेको। अब रासपा रवि लामिछाने उसलाई अमेरिकाको एजेन्ट अमेरिकन युनियन के अरे युरोपियन युनियनको एजेन्ट भन्छ। अब प्रचण्डलाई भारतको एजेन्ट भन्छ। शेरबहादुर काङ्ग्रेसलाई उतो के अरे अमेरिकाको एजेन्ट उतो एमालेलाई चाइनाको एजेन्ट सबै एजेन्ट भनेको छ क्या। अब अर्को नेता आउँछ त्यसलाई पनि एजेन्ट भनिन्छ। त्यो एजेन्ट भन्ने कुरा यो भइ नै रहन्छ। तर जसले साँच्चै डेभलपमेन्ट हामीलाई त मतलब होइन नि त हामीलाई सही हिसाबमा हेर्ने भने जनताले के हेर्नुपर्छ भने कुनले कति विकास गरिरहेछ कस्तो टाइपको नेताहरू आइरहेछ कस्तो टाइपको मन्त्रीहरू आइरहेछ त्यो हेर्ने हो नि त। अब जस्तै यो प्रधानमन्त्रीको यो सरकारको कार्यकाल पनि अब बित्दै जान्छ 1-2 महिनापछि रिजल्टहरू निस्किँदै जान्छ। अब हाम्रोमा यहाँ के छ भने कल्चर के छ भने एउटाले राम्रो काम गर्ने बित्तिकै ओहो त्यो राम्रो भयो सबै ठिक भयो फेरि अर्को दिन कुनै राम्रो कामको भिडियोहरू यस्तो पोस्टहरू गरेको छैन भने यार यो मान्छे त खत्तम छ यसले के काम गर्यो भन्छ क्या। यही बालेन शाहमै देखिन्छ। अस्तिसम्म त्यस्तो गाली गर्थे बालेन शाहलाई अस्ति एउटा पोस्ट हाल्यो एम्बुलेन्सको त्यसै मान्छेले वाह गर्न थाल्यो। त्यस्तो होइन त ओभरअल कसैले के काम गरेछ ओभरअल हेर्ने हो क्या। र यो सरकारमा के छ नि यो सरकारमा तपाईँलाई उनीहरूले भ्रष्टाचार गर्नु भने पनि उनीहरूले भ्रष्टाचार गर्न नसक्ने स्थितिमा छन् किनकि अहिले जनताहरू सबैले उनीहरूलाई हेरिरहेका छन् निगरानीमा गरिरहेका छन् र अहिलेको त्यत्रो क्रान्तिको माहौलबाट निस्किने बित्तिकै भ्रष्टाचार गर्न धेरै गाह्रो हुन्छ। र अर्को चिज भनेको एउटा प्रधानमन्त्री 5 जना मन्त्रीले भ्रष्टाचार गर्दैमा देशमा त्यत्रो ठुलो केही पनि हुँदैन। तपाईँ सही हिसाबले अरबौँ अरब खरबको पैसा हामीसँग बजेट आइरहेको हुन्छ। त्यत्रो खरबको बजेटमा एउटा प्रधानमन्त्री मन्त्रीले कतिसम्म भ्रष्टाचार गर्न सक्छ त्यसको त्यसले कुनै पनि इफेक्ट पार्दैन। तर इफेक्ट त्यतिखेर पार्छ जब त्यो पैसा कार्यकर्ताहरूको लागि छुट्याइन्छ। जब त्यो जस्तै तपाईँ हेर्नुहुन्छ के स्किमहरू सरकारको निस्किरहन्छ त्यसमा सबै तपाईँ हेर्नुहुन्छ कार्यकर्ताहरू सबै गएर आउँछ। कहिले गरिबीको स्किम कहिले के को स्किम सबै कार्यकर्ता नै कार्यकर्ता। तपाईँको काहीँ कोही पोस्ट खुल्यो कुनै संविधान आयोगमा पनि पोस्ट खुल्यो त सबै पार्टीको मान्छेहरू छिरेर आउँछ। सबैलाई लगभग त्यो ठाउँ तपाईँलाई घुस खा भ्रष्टाचार गर्नु भनेर जुन बजेट गएको हुन्छ त्यसले सबैलाई मेन इफेक्ट पार्ने हो। हाम्रो देशमा भएको बजेटको सिर्फ 50% मात्र युटिलाइज भयो भने पनि देश धेरै अगाडि बढ्नेछ। त्यसरी मन्त्री प्रधानमन्त्रीले घुस खायो भने त्यो ठुलो कुरा छैन। तर यहाँ कार्यकर्ता तल्लो लेभलदेखि माथिल्लो लेभलसम्म देशभरिको त्यो मान्छेले घुस खाने भएको र यो सबैभन्दा ठुलो यसको परिणाम देखिएको